हिजो हामी जम्मू कश्मीरको बिचमा श्रीनगरमा आएर बसेर अहिले बिहानको 5 बजे हो यहाँको। अब यहाँबाट हामी वैष्णव देवीतर्फ लाग्छौँ रे। हिजो बसिया होटल यो रहेछ यी सोबो होटल, सोबो कन्ट्रोल होटल भन्ने उसमा बसेर हामी अब वैष्णव देवी यात्रामा जाँदैछौँ। आज अब दर्शन गर्न सकिन्छ कि भोलि गइन्छ दर्शन गर्न। गर्दै जाउँ, हेर्दै जानु होला। वो हाम्रो अम्बिकाजी उहाँ बारमा समातेर बस्नुभएको छ यी त्यसरी। ओ दिदी पनि त्यहाँ जानुभएको छ, उनीहरू पनि ओर्लिँदैछन्। बिहानको 5 बजिँदैछ। अब हामी श्रीनगरबाट वैष्णव देवीको यात्रा पनि निस्कनेछौँ हजुर। अहिले यहाँको 9:15 बज्यो। हामी भोलि बिहान जानेछौँ वैष्णव देवी। ऊ यहाँ माथि डाँडोमा रहेछ यो। अब अहिले चाहिँ यहाँ कटरा भन्ने ठाउँमा आएर बास बसेर हामी भोलि बिहान जानेछौँ। अहिले यहाँ होटलको खोज्दैछौँ बस्नको लागि। दिउँसभरि बिहान श्रीनगरबाट हिँड्या हामी यहाँ आएर बास बसेर अनि भोलि बिहान उठेर वैष्णव देवी जानेछौँ। यो सबै ग्रुपहरू कोही कता गए, कोही कता गए, अरू यहाँ छन्। दिदी र अम्बिका त्यहाँ हुनुहुन्छ। अहिले रातिको 11:30 भयो। यहाँ चाहिँ के भन्ने ठाउँमा आएर बास बसेर बल्ल बल्ल रुम लिएर बिहान कुन बेला जान्छौँ। अम्बिका छुट्टिसक्यो। भोलि बिहान 6:30 बजे यहाँबाट वैष्णव देवी उकालो लाग्नेछौँ। त्यहाँ जाँदाखेरि हिँडेर जाने घोडामा जानु हेर्नुपर्छ। हामी हिजो यस कटरामा बसेर वैष्णव देवी जानको लागि बसेका थियौँ। अब हामी अहिले बिहान दिदी चाहिँ नि 2 बजी उठेर गइसक्नुभयो। हामी चाहिँ नि अहिले 5:30 भयो उहाँको। यहाँको 5:15 हामी उठेर यसरी हिँडेर जाँदैछौँ। यो डाँडोको टुप्पोको उतापट्टि रे। अब हेर्दै जाउँ 16 किलोमिटर छ अरे। अब हिँडेर गइन्छ घोडामा, पाल्कीमा, केमा गइन्छ। 1 किलोमिटर माथि गएपछि मात्रै पत्ता लाग्छ। गेट त्यहाँ छ अरे, त्यहाँबाट अनि पत्ता लाग्छ हजुर। अम्बिका यसरी हिँड्दैछ। यसरी गल्लीको बाटो जस्तो रहेछ। हामी वैष्णव देवी मन्दिर जहाँ उकालो उक्लिने गेट आइपुग्यो। अब यहाँबाट 16 किलोमिटर उकालो छ अरे। सायद हामी हिँडेर गइँदैन, पाल्की घोडा केमा गइन्छ। हेर्दै जानु होला। मिलेसम्म भिडियो खिच्ने नै छौँ हामी। मनसा देवी उकालो उक्लिने सिलसिलामा अब हामी अम्बिका पनि म पनि अम्बिका यसरी अगाडि डोलीमा चढिरहेको थिएँ। म चाहिँ यहाँ पछाडि डोलीमा बसेर डोलीबाट जाँदैछौँ।
सूचना दिदी चाहिँ नि बिहान 3 बजे 2 बजे हिँडेर जाने भनेर अरूहरू जानु हामी आइने अहिले यहाँ चेकिङ भएर अब डोलीबाट जाँदैछ ऊ अम्बिका यता हेर्दैछ डोलीबाट गएर हामी 10-11 बजे पुगिन्छ अरे हेर्दैछौँ अम्बिका डोलीमा चढेर यसरी जाँदैछ म पनि डोलीमा चढेर जाँदैछु यो भिड यतिको छ यहाँ हामी यसरी जाँदैछौँ 10:30-11 बजे पुगिन्छ अरे डोलीले 10:30-11 बजे पुगिन्छ अरे त्यहाँबाट हामी दर्शन गरेर फर्किनेछौँ हजुर मोबाइल लानिदिँदैन अरे माथि कहाँसम्म लानिदिन्छ त्यहाँसम्मको खेच्दै जानेछु हजुर हेर्नु होला त्यहाँसम्मको खेच्दै जानेछु हजुर हेर्नु होला